सम्पूर्ण साथीहरुलाई स्वागत छ हाम्रो नयाँ भिडियोमा। आज पनि हामी केही 50 वटा जति एमसीक्यू प्रश्नहरु लिएर आएका छौं। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नु होला र हाम्रो भिडियो कस्तो लाग्छ कमेन्टमा लेख्न नबिर्सिनु होला। यो चाहिँ मैले हिजो पोस्ट गरेको थिएँ एउटा त्यो भन्दा बेग्लै क्वेशनहरुको यो चाहिँ त्यसको भिडियो पनि म छिट्टै बनाउने छु, तर साथीहरुको चाहिँ त्यसमा कमेन्ट नै आएन। त्यसकारण कमेन्ट लाइक शेयर गर्न चाहिँ नबिर्सिनु होला साथीहरु। अब ढिलो नगरिकन प्रश्नतिर लागौं। यो चाहिँ रेन्जर र फरेस्टरको लागि विशेष छ, यसमा चाहिँ अफिसरको लागि पनि छ, तर म्याक्सिमम चाहिँ रेन्जर फरेस्टरको लागि छ साथीहरु यसमा। अब यसमा प्रश्न नम्बर 1 बाटै जाउँ। फरेस्ट फायर आर कज्ड डेलिबरेटली बाइ लोकल भिलेजर्स भनेको छ। लोकल मान्छेहरुले आगो किन लाउँछन् वनमा भन्ने कुरा छ। एउटा चाहिँ चोरहरुलाई भगाउनलाई हो कि हैन, ड्राइभिङ अवे द वाइल्ड एनिमल्स जनावरहरुलाई भगाउनलाई हो कि ग्रीन यङ ग्रास बर्निङ द फरेन। हुन चाहिँ मेन चाहिँ यसको आन्सर के हुन्छ भन्दा साथीहरु मुख्य ग्रीन ग्रासहरु हुन्छ, जुन चाहिँ ग्रीन ग्रास यङ चाहिँ त्यो ग्रासहरुको लागि चाहिँ मुख्य चाहिँ यो गरिन्छ। यसको आन्सर के हो? सी हो साथीहरु है त। अरु पनि हो तर मुख्य आन्सर चाहिँ सी हुन्छ साथीहरु। 2 नम्बरमा छ सिल्भिकल्चर इज भनेको छ। सिल्भिकल्चर भनेको के हो? यो चाहिँ एउटा सोधेको प्रश्न पनि हो। आर्ट एन्ड साइन्स अफ कल्टिभेटिङ फरेस्ट क्रप, theory and practice of rising forest crop, branch of forestry which deals with the establishment, development, care and reproduction of stand of timber, all of the above भनेको छ। यसको आन्सर चाहिँ टी भइहाल्यो। सम्पूर्ण साथीहरुले थाहा नै छ सिल्भिकल्चर भनेको बिरुवा चाहिँ हुर्काउने सीड छरेदेखि लिएर चाहिँ हार्भेस्टिङ गर्ने बेलासम्म चाहिँ रोटेसन पिरियडसम्मको चाहिँ गर्ने कामहरु हुन्छन्, जुन अपरेसनहरु हुन्छ, त्यो चाहिँ सिल्भिकल्चर हो। अर्को छ प्रश्न नम्बर 3 मा छ इन एब्सेन्स अफ द लाइट प्लान्ट बिकम पेल येलो इज नोन एज भनेको छ। अब लाइटको एब्सेन्समा प्लान्ट चाहिँ के हुन्छ? पेल येलो कलरको हुन्छ भनेको चाहिँ एउटा चाहिँ क्लोरोसिस, नेक्रोसिस, स्कर्च्ड र इटाइलेसन। इटाइलेसन भनेको के हो भन्दा साथीहरु? इटाइलेसन भनेको डी अप्सन आन्सरमा चाहिँ इटाइलेसन भनेको पेल येलो हुने, चाहिँ पातहरु पहेँलो हुने, डाक्लाबाट चुडिएर खस्ने भनेको इटाइलेसन हो साथीहरु। यो चाहिँ के भन्दा प्लान्टमा चाहिँ मुख्यतया चाहिँ इटाइलेसनले गर्दा चाहिँ के हुन्छ? इटाइलेसन हुन्छ, जसलाई पेल येलो हुने भनिन्छ। अर्को छ प्रश्न नम्बर 4 मा छ द सिल्भिकल्चरल अपरेसन व्हिच इज क्यारिड आउट आफ्टर रिजेनेरेसन फेलिङ। रिजेनेरेसन फेलिङ पछि गर्ने अपरेसन टु मिनिमाइज द इफेक्ट अफ द फेलिङ ड्यामेज इज नोन एज भनेको छ। रिजेनेरेसन पछि गर्ने, रिजेनेरेसन पछि गर्ने अप्सन के हो? 1 नम्बरमा छ के हो? अस्ति आएको प्रश्न हो साथीहरु, कल्चर अपरेसन हो कि कल्चरल अपरेसन भनेको के हो? टेन्डिङ अपरेसन, सिडिङ अपरेसन र अर्को छ टिम्पर स्टार इम्प्रुभमेन्ट भनेको छ। के होला त साथीहरु यसको आन्सर? यसको आन्सर चाहिँ के हुन्छ साथीहरु? कल्चरल अपरेसन। कल्चरल अपरेसन भनेको चाहिँ त्यहाँ भएका जुन चाहिँ फेलिङ भएका ड्यामेज भएका सिडलिङ स्याप्लिङहरु हटाउने काम अनि क्लियर गर्ने काम चाहिँ कल्चरल अपरेसन गरेको छ। त्यही भएर यसको आन्सर के हुन्छ साथीहरु? 4 नम्बरको आन्सर कल्चरल अपरेसन। अर्को छ द जर्मिनेसन अफ फ्रेश साल सीड भनेको छ। फ्रेश साल सीडको जर्मिनेसन कति हुन्छ भनेको छ? जर्मिनेसन 45%, 90%, 60% र 10% भनेको छ। यसको आन्सर चाहिँ के हुन्छ भन्दा यो चाहिँ साल चाहिँ हाम्रो के हो? साल चाहिँ रिकाल्सिट्रेन्ट सीड हो। रिकाल्सिट्रेन्ट सीड हो भनेको यसलाई चाहिँ सर्टेन 20 देखि 30% मोइस्चर चाहिँ कायम गर्नै पर्छ यसमा एटलिस्ट, किन भन्दा त्यो भन्दा तल गएर यो चाहिँ ड्यामेज हुन्छ, यो उम्रिदैन। यो चाहिँ रिकाल्सिट्रेन्ट सीड हो साल चाहिँ, त्यसकारण यसको चाहिँ सिल्भिकल्चर पर्सेन्टेज कति हुन्छ? यहाँ चाहिँ 45, 90, 60 दिएको छ। यसको आन्सर के हुन्छ साथीहरु? 90% हुन्छ जर्मिनेसन है साथीहरु सालको चाहिँ। अर्को छ नम्बर अफ एलियन प्लान्ट स्पेसिस इन नेपाल भनेको छ। नेपालमा इन्भासिभ एलियन प्लान्ट स्पेसिस कतिवटा आइडेन्टिफाई गरेको छ? 29 छ, 26, 36 छ, 24 छ र 44। यसको आन्सर चाहिँ के हो त साथीहरु? 29 वटा चाहिँ इन्भासिभ प्लान्ट स्पेसिस आइडेन्टिफाई गरेको छ साथीहरु। अनि अर्को छ व्हिच लेक अफ नेपाल इज टर्म एज डेड अर लाइफलेस लेक भनेको छ। कुन चाहिँमा चाहिँ डेड लेक भनेर चिनिन्छ भनेको छ? तिलिचो छ, माई पोखरी छ, बेगना छ, सेपक्सुन्डो। अब माई पोखरी इलामको यो डेड छैन। उसपछि भन्छ बेगनास भनेको पोखरा, यसमा छैन। अर्को छ सेपक्सुन्डो भनेको डोल्पा पाइन्छ। डोल्पामा पाइन्छ भन्दा पनि डोल्पामा छ साथीहरु यो सेपक्सुन्डो हैन। आन्सर चाहिँ के हुन्छ साथीहरु? सेपक्सुन्डो। सेपक्सुन्डोलाई चाहिँ के भन्छ भन्दा डेड अर लाइफलेस लेक भन्ने भनेर चिनिने गरिन्छ भनेको छ। अप्सनमा छ वुडको यील्ड इज म्याक्सिमाइज इफ द स्ट्यान्ड इज कट भनेको कुन बेला काट्दा चाहिँ
यो म्याक्सिमाइज गर्न सकिन्छ भनेको छ एट द culmination of MAI हैन a point where MAI is below CI MAI तल हुँदा हैन where CI यस्तो हुन्छ नि हाम्रो यो चाहिँ फिगर अनि यो चाहिँ यस्तो वाला हुन्छ हैन MAI र CI पहिला फल गर्छ यो भनेको culmination point हो यहाँ चाहिँ के हुन्छ भने त म्याक्सिमाइज यिल्ड हुन्छ सो अप्सन नम्बर ए चाहिँ के हो भन्दा culmination point of MAI हुन्छ है त द कन्सेप्ट अफ इन्टिग्रेटेड कन्जर्भेसन एन्ड डेभलपमेन्ट भनेको आइसिडिपी मोडल भनेको छ इन्टिग्रेटेड कन्जर्भेसन डेभलपमेन्ट मोडल कुनबाट लागू गरेको भनेको छ कञ्चनजङ्घा छ अन्नपूर्ण छ मकालु बरुण नेसनल पार्क चितवन नेसनल पार्क भनेको छ यो कुन होला भन्दा साथीहरू आइसिडिपी भन्दा बित्तिकै केमा लाउने अन्नपूर्णबाट 1998 बाट चाहिँ आइसिडिपी मोडल स्टार्ट गरेको यो साथीहरू इन्टिग्रेटेड कन्जर्भेसन डेभलपमेन्ट मोडल अर्को छ इन्टरनेसनल डे अफ बायोलोजिकल डाइभर्सिटी कहिले मनाइन्छ भनेको छ मार्च 22 मे 22 जुन 5 जुलाई 5 जुन 5 मा के हुन्छ इन्भाइरोमेन्ट डे है त्यसै गरी हाम्रो मे मार्च अप्रिल मे 22 मा चाहिँ के हुन्छ इन्टरनेसनल बायोलोजिकल डाइभर्सिटी यसको आन्सर चाहिँ के हो बी इज राइट आन्सर द एरिया अफ रामसर साइट माइपोखरी भनेको छ कति छ माइपोखरीको एरिया 90 हेक्टर छ कि 1583 छ कि 225 छ कि 32 छ माइपोखरीको एरिया कति छ साथीहरू माइपोखरीको एरिया भनेको हाम्रो कति छ 90 हेक्टर छ सबैभन्दा सानो स्मालेस्ट हैन स्मालेस्ट 2000 कतिमा भएको 2008 मा भएको हो साथीहरू यो त्यसै गरी अनि स्मालेस्ट भयो 90 हेक्टर वाला भयो माइपोखरी यो कुनमा जिल्ला छ इलाममा छ आइहाल्छ डिस्ट्रिक्टमा प्रश्न नम्बर 12 मा which one of the following is most permanent soil characteristic in soil science भनेको छ permanent भनेको चेन्ज गर्न नसकिने टेक्सचर हो कि एसिडिटी हो कि स्ट्रक्चर हो स्ट्रक्चर हो कि टेक्सचर हो कि पोरोसिटी एसिडिटी भनेको के हो एसिडिटी चाहिँ पीएच बाट मेजर गरिन्छ एसिडिटी हो कि बेसिक हो कतिको एसिडिक छ अम्लीयपना भन्छ माटोको अम्लीयपना पीएच स्केलमा नापिन्छ यो चाहिँ चेन्ज गर्न सकिन्छ लाइम कन्टेन्ट अर्थात् बेस भएका कन्टेन्टहरु राखेर चाहिँ एसिडिटी चेन्ज गर्न सकिन्छ सो टेक्सचर भनेको के स्यान्ड हैन सिल्ट र क्लेको प्रोपोर्सन कति छ कति मात्रामा छन् भन्ने कुरा चाहिँ सोइल टेक्सचरबाट थाहा पाइन्छ स्यान्ड सिल्ट क्ले भन्छ यो चाहिँ के भन्दा पर्मानेन्ट क्यारेक्टरिस्टिक दैट्स व्हाइ द सोइल टेक्सचर भनेको हाम्रो पर्मानेन्ट सोइल क्यारेक्टरिस्टिक हो सोइल स्ट्रक्चर पनि चेन्ज गर्न सकिन्छ साथीहरु सोइल पोरोसिटी पनि चेन्ज गर्न सकिन्छ तर सोइल टेक्सचर चाहिँ चेन्ज गर्न सकिदैन पर्मानेन्ट क्यारेक्टरिस्टिक भन्छ त्यही भएर साथीहरु त्यसलाई त्यसैगरी अर्को छ यो अब एमाउन्ट अफ सोइल इरोजन इज फंक्शन अफ भनेको छ इरोडिबिलिटी बोथ नन इरोजिबिलिटी भनेको के हो इरोजिबिलिटी भनेको के हो जान्नु पर्छ इरोजिबिलिटी र इरोडिबिलिटी भन्ने कुरा जान्नु पर्छ साथीहरु अब जान्नु पर्छ इरोजिबिलिटी भनेको के हो इरोजिबिलिटी भनेको रेनफलको क्यापासिटी अफ रेनफल टु इरोड द सोइल पार्टिकल भनेको रेनफलको कति स्पिड छ कति इन्टेन्सिटी छ कति भेलोसिटी छ भन्ने कुरामा डिपेन्ड गर्छ इरोजिबिलिटी भनेको रेनफलको क्यापासिटी हो हैन अर्को इरोडिबिलिटी भनेको के हो सोइलको कुरा हो इरोडी भनेको के हो ससेप्टिबिलिटी अफ सोइल टु द इरोजन हुन कति भल्नरेबल छ हाम्रो सोइल भन्ने कुरा चाहिँ के हो भन्दा इरोडिबिलिटी भनेको सोइलको भल्नरेबिलिटी इरोजिबिलिटी भनेको रेनफलको हो त्यही भएर चाहिँ बोथ चाहिँ के हो भने यसको आन्सर फंक्सन दुईटैको फंक्सन हो यसको कारणले नि हुन्छ अनि यसको कारणले हुन्छ अब प्रश्न नम्बर 14 मा छ कैलाश साकार ल्यान्डस्केप रेन्जेस इन व्हिच अफ द फलोइङ कन्ट्री भनेको छ कैलाश साकार ल्यान्डस्केप कुनमा छ चाइना इन्डियामा हो कि यो त गइहाल्यो किन भन्दा नेपालै छैन कैलाश नेपालमा कैलाश साकार ल्यान्डस्केप छ नेपालमा त्यही भएर यो आन्सर मिलेन अब नेपाल वाला आन्सर तीनटा मध्ये कुन चाहिँ होला त चाइना इन्डिया नेपाल हो कि नेपाल इन्डिया भुटान हो कि नेपाल चाइना भुटान यसको आन्सर चाहिँ के हो त बी किन चाइना इन्डिया र नेपालमा चाहिँ यो हाम्रो कैलाश साकार हिमाल ल्यान्डस्केप चाहिँ हाम्रो तीनटा देशमा फैलिएको छ चाइना इन्डिया र नेपालमा अब टाइगर कन्जर्भेसन कोअर्डिनेसन कमिटी भनेको छ टाइगर कन्जर्भेसन कोअर्डिनेसन कमिटी को हुन्छ हेडेड बाइ चेयर बाइ भन्छ हेडेड भनेको प्राइम मिनिस्टर हो कि मोफेको मिनिस्टर हो कि यो सेक्रेटरी सचिव हो कि डीजी डीएनबीडब्ल्यूको डीजी को होला त साथीहरु यसको सही आन्सर साथीहरु यसको सही आन्सर चाहिँ कमेन्टमा लेख्नु होला है साथीहरु प्रश्न नम्बर 15 को सही आन्सर के होला त भन्ने कुरा चाहिँ कमेन्टमा लेख्नु होला यो मैले अगाडि पनि राखेको छु यो चाहिँ तपाईहरुलाई छोड्दै दिन्छु साथीहरु कमेन्टको लागि प्रश्न नम्बर 16 मा जाउँ व्हाट इज द टोटल नम्बर अफ पेरिनियल रिभर्स दैट ओरिजिनेट फ्रम अल फिजियोग्राफिक जोन एन्ड पासेस थ्रु चुरे भनेको छ
एनुअल बाइनियल पेरिनियल भनेको वर्षभरि बहने भन्छ यसलाई चाहिँ वर्षभरि भनेको वर्षनल सिजनल होइन कि पेरिनियल ओरिजिनेटहरू रिभर हुने कति छन् टोटल होइन चुरे रिजनबाट पास हुने र पेरिनियल ओरिजिन हुने कतिवटा छन् भनेको छ 160 164 168 र 173 चार अप्सन दिएको छ साथीहरू यसको सही आन्सर के हो त भन्दा यसको सही आन्सर चाहिँ के हो 164 वटा रिभर सिस्टम ओरिजिनेट छन् त्यो चाहिँ मास्टर प्लान फर फरेस्ट के अरे यो चुरीको गुरु योजना छ नि राष्ट्रपति चुरी तराई मधेस संरक्षण कार्यक्रमको गुरु योजनामा यो लेखेको छ साथीहरू 164 वटा छन् है त अर्को छ एचपी पिसल हर प्रोडक्सन एन्ड प्रोसेसिङ कम्पनी लिमिटेड कहिले स्थापित भयो 1981 मा 85 मा 90 मा 95 मा यो त जान्नुपर्ने कुरा यो चाहिँ 1981 मा चाहिँ 1981 एडीमा चाहिँ हाम्रो यो एचपीपीसीआ कम्पनी चाहिँ स्टाब्लिस भएको साथीहरू 12 मा छ यसको कार्यालय है त अर्को छ फरेस्ट सेक्टर पोलिसी 2075 का कतिवटा अब्जेक्टिभ छन् भनेर सोधेको छ फरेस्ट सेक्टर पोलिसी 2075 का कतिवटा 8 वटा छन् कि 9 वटा छन् कि 10 वटा छन् कि 11 वटा छन् अब यसको सही आन्सर त के हो भन्दा साथीहरू 11 फरेस्ट पोलिसी सेक्टर पोलिसी भन्दा फरेस्ट पोलिसी 2075 का चाहिँ उद्देश्यहरू 11 वटा छन् है त हेर्नु पर्यो फरेस्ट पोलिसी भनेर सर्च गरेर अर्को छ इन्टरनेसनल स्नो लियोपार्ड डे कहिले मनाइन्छ भनेको छ इन्टरनेसनल स्नो लियोपार्ड डे कहिले मनाइन्छ साथीहरू अक्टोबर 21 25 23 26 अक्टोबर 23 मा इन्टरनेसनल स्नो लियोपार्ड डे मनाइन्छ साथीहरू प्रश्न नम्बर 20 मा छ व्हाट इज द मेन अब्जेक्टिभ अफ कम्युनिटी फरेस्ट्री प्रोग्राम इन नेपाल नेपालमा कम्युनिटी फरेस्ट्री प्रोजेक्टको के हो त मुख्य उद्देश्य के थियो त भन्दा इन्क्रिज नेशनल रेभिन्यू हो कि प्रमोट बायोडाइभर्सिटी कन्जर्भेसन हो कि फुलफिल द बेसिक निड अफ फरेस्ट प्रोडक्ट अफ द लोकल कम्युनिटी अर्को छ डीमा इनहान्स टिम्बर एक्सपर्ट कुन हो त चाहिँ यसको सही आन्सर के हो त साथीहरू यसको आन्सर के हो त साथीहरू फुलफिल द बेसिक निड अफ द फरेस्ट प्रोडक्ट भनेको हैन अप्सन नम्बर सी यसको सही आन्सर त्यसैगरी प्रश्न नम्बर 21 मा व्हिच नेशनल पार्क इज इन युनेस्को वर्ल्ड हेरिटेज साइट भनेको छ युनेस्को वर्ल्ड हेरिटेज साइटमा भएको नेशनल पार्क कुन हो भनेको चितवन नेशनल पार्क हो कि सेफक्सुन्डो हो कि बर्दिया हो कि डारा हो कुन हो त साथीहरू यसको सही आन्सर दुईटा छन् हाम्रो सगरमाथा पहिला भयो 1989 मा अनि 1979 मा सगरमाथा भयो अनि 84 मा चाहिँ हाम्रो चितवन नेशनल पार्क भयो फर्स्ट आन्सर ए What is the main focus of RED? RED भनेको के हो फुल फर्म जान्नु पर्यो reduce emission from deforestation and forest degradation भनेपछि ठ्याक्कै आन्सर आयो यहाँ के आयो फरेस्ट डिग्रेडेसन आयो यसको आन्सर के हो बी 22 को बी लेटेस्ट राइनो वेयर ट्रान्सलोकेटेड भनेको छ इन भनेको छ पर्सा नेशनल पार्कमा सुकुना नेशनल पार्क कोसीटप वाइल्ड लाइफ बाँके नेशनल पार्क लेटेस्ट भनेको हाम्रो साथीहरू म यो चाहिँ हाम्रो के हो भन्दाखेरि कोसीटप वाइल्ड लाइफ रिजर्भमा दुईटा पुष्पा र अञ्जली ट्रान्सफर गरेको थियो त्यसपछि त्यो चाहिँ फिर्ता त्यहाँ बस्न नसकेर फिर्ता लागेको भनेर न्युज पनि छैन थियो म त्यसमा कन्फ्युज छु साथीहरू कन्फ्युजन छैन तर यसमा लेटेस्ट ट्रान्सफर गरेको चाहिँ के कोसीटप वाइल्ड लाइफ रिजर्भ अर्को छ 24 मा 16औं योजनाले आर्थिक वर्ष 85-86 सम्म जीडीपीमा वन क्षेत्रको योगदान कति पुर्याउन लक्ष्य राखेको छ भनेको छ 85 सम्म कति पुर्याउनु पर्ने लक्ष्य रहेछ साथीहरू यसको आन्सर चाहिँ के हो 3 अहिलेको चाहिँ 3 हो करेन्ट चाहिँ अब पुर्याउने कति हामीले 5 पुर्याउने हो है त साथीहरू 3 हो 5 पुर्याउनु पर्यो है त अर्को छ रेगुलेसन 2079 अनुसार रोयल्टी रेट अफ 5 औले डाक्टरलाइजा हेटागेरियाको रोयल्टी रेट कति छ भनेर सोधेको छ साथीहरू यसमा रोयल्टी रेट सोधेको छ है त यसको आन्सर चाहिँ 500 पर पीस 1000 पर केजी 1000 पर पीस 500 पर केजी भनेको छ है त साथीहरू यसको आन्सर के भन्दा 1000 पर केजी यसको रोयल्टी रेट चाहिँ 1000 पर केजी है त त्यसैगरी हाउ मेनी स्पेसिस आर इन्क्लुडेड इन रिलिफ कम्पेन्सेसन गाइडलाइन 2080 वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका 2080 मा कतिवटा समावेश गरेको छ कतिवटा जनावरले चाहिँ क्षति गरेमा चाहिँ रिलिफ दिने भनेको छ कम्पेन्सेसन दिने भनेको 16 वटा पहिला चाहिँ कतिवटा थियो 14 वटा थियो दुईटा थप्यो के थप्यो मङ्की र नीलगाई थप्यो है त साथीहरू मङ्की र नीलगाई चाहिँ थपेको साथीहरू अर्को छ हाउ मेनी वाटरसेड कन्डिसन क्लासेस आर देयर इन नेपाल भनेको क्लास कतिवटा छन् वाटरसेड कन्डिसनका भनेको छ 5 वटा क्लास छन् साथीहरू यसको आन्सर बी एउटा चाहिँ भेरी पुअर अनि फेयर गुड र भेरी गुड अर्थात् गुड र एक्सलेन्ट भेरी गुड भनेको के हुन्छ 5 वटा चाहिँ क्लास राखेको छ है त वाट सुड बी द एम अफ फरेस्ट मेन्सुरेसन भनेको छ मेन्सुरेसनको एम कस्तो हुनुपर्छ अन्त म्याक्सिमम एक्युरेसी हुनुपर्छ कि रिजनेबल एक्युरेसी हुनुपर्छ कि पोटेन्सियल एक्युरेसी हुनुपर्छ कि 100% एक्युरेसी भनेको 100% एक्युरेसी त चाहिँ छैन सकेसम्म चाहिँ के हुनुपर्छ रिजनेबल एक्युरेसी हुनुपर्छ भन्ने चाहिँ यसको एम हो
Which of the following district extend from the Himalayan to Chure Hills भनेको छ हिमालयदेखि चुर हिलसम्म फैलिएको जिल्ला कुन हो भनेको छ सोलुखुम्बु सिन्धुपाल्चोक धादिङ र चितवन गरी कतिवटा अप्सन छन् 5 वटा छन् चुरेसम्म फैलिएको भनेको छ हाम्रो धादिङ चाहिँ महाभारत क्षेत्रसम्म फैलिएको हो त्यसैगरी हाम्रो सिन्धुपाल्चोक चाहिँ चुरेसम्म फैलिएको छ एन्सर चाहिँ के हो 29 को बी आन्सर गोरखापत्रको प्रकाशन कसका पालामा भयो गोरखापत्र देव धीर शमशेर भीम शमशेर देव शमशेर र जुद्ध शमशेर अब यिनीहरूको समय अवधि हेर्दा चाहिँ हाम्रो के हुन्छ भन्दा गोरखापत्र 1957 तिर होला सायद त्यसको आन्सर चाहिँ के हुन्छ भन्दा साथीहरु देव शमशेर हैन 57 तिर हैन होला साथीहरु गोरखापत्रको प्रकाशन विक्रम सम्वत 1900 यसको चाहिँ सही आन्सर के हो भन्दा साथीहरु देव शमशेरले यो चाहिँ देव शमशेरले 1957 तिर चाहिँ 58 वैशाख 20 मा चाहिँ यसको प्रकाशनको सुरुवात भएको थियो 58 वैशाख 20 मा आन्सर त्यस राजाको थियो देव शमशेर थियो देव शमशेर पछि हाम्रो चन्द्र शमशेर आयो साथीहरु है त्यसपछि 31 मा के छ हु इज द फाउन्डर अफ गुगल गुगलको फाउन्डर को ल्यारी पेज गुइडो भ्यान रोसन यो कुन चाहिँ भन्दाखेरि यो चाहिँ के हो ल्यारी पेज भनेको फाउन्डर हो को फाउन्डर हो सर जिब्रिनको साथमा इन्डियाले चाहिँ गुगलको फाउन्ड गरेको थियो दैट आन्सर इज ल्यारी पेज अब पहिलो बाँस सम्मेलन कुन ठाउँमा भएको थियो भनेको छ पहिलो बाँस सम्मेलन कहाँ भएको थियो साथीहरु खोटाङ चितवन रामेछाप र सिन्धुली पहिलो बाँस सम्मेलन चाहिँ हाम्रो कहाँ थियो खोटाङमा भएको थियो साथीहरु नेपालको संविधानको कुन धारा अनुसार महिलाको हक कतिमा व्यवस्था गरिएको छ भनेको छ महिलाको हक कतिमा छ साथी धारा 38 मा महिलाको हकको व्यवस्था गरिएको छ लैंगिक पहिचान सहितको नागरिकताको व्यवस्था गरिएको छ नेपालको कुन धारामा भनेको छ अब लैंगिक पहिचान सहितको नागरिकताको व्यवस्था गरिएको धारा चाहिँ कति हो त भन्दा साथीहरु यसको सही आन्सर चाहिँ के हो साथीहरु धारा 12 मा नम्बर साथीहरु नेपालको नागरिकता सम्बन्धी व्यवस्था धारा 10 देखि 15 मा गरेको छ धारा 10 मा चाहिँ नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरेको छ यी धारा 10 मा चाहिँ प्रादेशिक पहिचान सहितको धारा 10 मा धारा 12 मा के कुरा गरेको छ भन्दा धारामा चाहिँ के गरे 12 मा चाहिँ वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको बाबुआमाका नामबाट चाहिँ लैंगिक पहिचान सहितको नागरिकता पाउने व्यवस्था छ भनेको छ त्यो धारा 12 यसको सही आन्सर है साथीहरु फरेस्ट फर प्रोस्पेरिटी प्रोजेक्ट कुन प्रदेशमा लागू भएको छ फरेस्ट फर प्रोस्पेरिटी कुनमा छ लुम्बिनीमा पनि लागू भएको छ प्लस मधेसमा गरी दुईटा प्रदेशमा चाहिँ लागू भएको छ तीनटा 50 वटा स्थानीय तहमा चाहिँ लागू भएको छ यो चाहिँ लुम्बिनी यसको सही आन्सर द प्रोसेस अफ सैचुरेटेड फ्लो थ्रू द सोइल मेन्टल अन्डर द ग्रेभिटेशनल प्रोसेस ग्रेभिटेशनल प्रोसेस कारणले सैचुरेटेड फ्लो हुने भने के हो भने पर्कुलेसन चाहिँ भने के हो यसको चाहिँ सही आन्सर हो व्हिच प्रोटेक्टेड एरिया इज थर्ड होम अफ वन एन्ड राइनो को थर्ड होम भनेको कुन हो पर्सा शुक्लाफाटा कोशी बाँके यसको सही आन्सर चाहिँ के भन्दा शुक्लाफाटा चाहिँ थर्ड होम हो फर्स्ट भनेको चितवन सेकेन्ड भनेको बर्दिया थर्ड भनेको शुक्ला वाटरसेड एरिया इज वाटरसेड भनेको के हो वाटरसेडको डेफिनेसन एउटा आउँछ विथ फिक्स्ड ड्रेनेज डिवाइड एज अ बाउन्ड्री विथ फिक्स्ड ड्रेनेज एज डिवाइड ड्रेन थ्रु द कमन आउटलेटबाट पानी ढलबाट एउटै आउटलेटबाट जाने भने के हो कमन आउटलेट चाहिँ यसको के हो वाटरसेडको डेफिनेसन हो साथीहरु कमन आउटलेट चाहिँ वाटरसेडको लागि हुनै पर्छ है त what is the first process in soil erosion मा के हुन पर्छ डिट्याचमेन्ट ट्रान्सपोर्टेसन कम्पाक्सन र डिपोजिसन सुरुमा चाहिँ छुट्टिन पर्यो नि त्यो ठाउँबाट छुट्टिन परेर पो अनि ट्रान्सपोर्ट हुन्छ अनि एकैसँग जम्मा कम्प्याक्ट हुन्छ र डिपोजिट हुन्छ त्यो सोइल चाहिँ के हुन्छ सोइल डिट्याचमेन्ट पहिलो प्रोसेस हो राइनो कुनमा छ साइटिजको राइनो चाहिँ फर्स्टमा छ साथीहरु साइटिजको एपेन्डिक्स फर्स्टमा राइनो लिस्टिङ गरिएको छ अनि व्हिच अफ द फलोइङ एनटीएफ इज नट अ प्लान्ट ओरिजिन प्लान्टबाट नपाउने एनटीएफ कुन हो जटामसी अमला यो जटामसी पनि भयो यो अमला चाहिँ रुखमा फल्ने भयो शिलाजित अनि कुटकी पनि भयो त्यो शिलाजित चाहिँ के रकबाट रक एक्सुडेट भएर चाहिँ यो आउँछ दैट्स व्हाइ द यो शिलाजित इज नट अ प्लान्ट ओरिजिन व्हाट इज द टेक्निकल टर्म फर रिड्युस गर्ने भने घटाउने कार्बन डाइअक्साइड हाम्रो एटमोस्फियरबाट घटाउने भने के हो एडाप्टेसन भनेको त्यही जुन कन्डिसनमा त्यसैमा हामी चाहिँ घुलमिल भएर बस्ने भनेको एडाप्टेसन हो मिटिगेसन भनेको न्यूनीकरण गर्ने घटाउने रिडक्सन पनि घटाउने इभापोरेसन चाहिँ छुट्टै टर्म भइहाल्यो त्यसको आन्सर चाहिँ के हुन्छ भन्दा मिटिगेसनको न्यूनीकरण गर्छ भन्छ यो क्लाइमेट चेन्ज टर्म है त साथीहरु व्हिच स्पेसिस इज युज्ड टु मेक ह्यान्डमेड नेपाली पेपर भनेको सकिन्छ ब्याम्बो चिरपाइन डाफ्ने स्पेसिस
अल्लोको चाहिँ कपडाहरू बनाउँछ, कागज पनि बनाउँछ, तर मेनली चाहिँ नेपालीमा पेपर चाहिँ के हुन्छ डाफ्ने स्पेस भनेको लोक्ताहरू, डाफ्ने भलुवा लोक्ताहरू चाहिँ के हो डाफ्ने स्पेस हो। डाफ्ने स्पेस इज नट डिफाइनेटली लोकेटेड इन द वाइल्ड ड्युरिङ 50 इयर्स, 50 वर्षमा पनि वाइल्डमा छैन भने चाहिँ के भन्दा एक्सटिङ्क्ट भन्ने बुझिन्छ त्यसलाई, एक्सटिङ्क्ट है त साथीहरू। सीड भाइबिलिटी अफ साल, सालको सीड भाइबिलिटी कति हुन्छ 1 विक 1 मन्थ 1 इयर 1 डे। सालको सीड भाइबिलिटी चाहिँ कति हुन्छ 1 विक हुन्छ, सोधिराख्ने प्रश्न 7 डेज। अर्को के को हुन्छ निमको पनि 7 डेज नै हुन्छ साथीहरू। अर्को आर्टोकार्पलाको छ बडा अर्को चाहिँ 1 देखि 7 देखि 14 दिनसम्म हुन्छ। नर्सरी बेडको विड्थ कति हुनुपर्छ भनेको छ 0.5 देखि 1 मिटर, 1 to 1.2 मिटर, 1.2 to 2 मिटर, 2.2 to 2.2 मिटर। विड्थ चाहिँ कति हुनुपर्छ 1 to 1.2 मिटर है त। बी इज राइट आन्सर। विच रिभर इज नट पार्ट अफ कर्णाली रिभर, कर्णाली रिभर ठुलीभेरी, टिला, हुम्ला, कर्णाली र बबई, 4वटा अप्सन दिएको छ। कर्णालीको रिभरको पार्ट कुन चाहिँ होइन भनेको छ है त साथीहरू। यसमा यसको सही आन्सर चाहिँ के त बबई। बबई चाहिँ के हुन्छ यसको रिभर पार्ट होइन, अरू सबै सप्त सहायक नदीहरू हुन् जस्तै ठुलीभेरी, टिला, हुम्ला, कर्णाली। आउट अफ द टोटल फरेस्ट एरिया द चुरे रिजन कम्प्राइजेज अफ भनेको छ। टोटल फरेस्ट कभर मध्ये चुरे रिजनले कति घटेको छ भनेको छ 9%, 23.06%, 32.25% र 37.08%। यसको सही आन्सर चाहिँ के हो त भन्दा साथीहरू चुरे रिजनले 23.06% कभर फरेस्ट एरिया घटेको छ। यङ्गेस्ट नेसनल पार्क कुन हो भन्दा अब यसको त भनिराख्न परेन, छायानाथ नेसनल पार्क 2082 5 महिना 13 गतेको मन्त्रीपरिषदको निर्णयले गरेको, 6 महिना 23 गते चाहिँ यसलाई ग्याजेटेड गरेको छ है त साथीहरू। शुक्लाफाटा नेसनल पार्क ग्याजेटेड एज अ वाइल्ड लाइफ रिजर्भ कहिले चाहिँ ग्याजेट गर्यो भनेको छ 1990 एडी, 76 एडी, 2035 बिएस, 2036 बिएस। तर उसमा चाहिँ इक्जाममा चाहिँ एडी र बिएस यसरी आउँदैन कि एडीमा आउँछ कि बिएसमा आउँछ। 1976 एडीमा चाहिँ यो हाम्रो शुक्लाफाटा नेसनल पार्कलाई चाहिँ ग्याजेटेड गरेको हो। यो त थिए हाम्रो साथीहरू 50वटा प्रश्नहरू। हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। फेरि पनि हामी यस्ता भिडियो लिएर आउने छौँ। हामीलाई चाहिँ सेयर सब्सक्राइब गरेर साथ दिनु होला, कमेन्ट पनि गर्नु होला साथीहरू। कमेन्ट गर्न चाहिँ नडराउनु होला साथीहरू। कमेन्ट गरेपछि हामीलाई चाहिँ यस्ता नयाँ भिडियोहरू बनाउन हौसला तथा प्रेरणा मिल्नेछ। हस् त आजलाई यति नै, अर्को भिडियो चाहिँ छिटै आउने छ। धन्यवाद।